चक्षुना संवरो साधु साधु सोतेन संवरो घ्राणेन संवरो साधु साधु जिह्वाय संवरो कायेन संवरो साधु साधु सब्बत्थ संवरो मनसा संवरो साधु साधु वाचाय संवरो अथ संयतो पाद संयतो वाचा संयतो संयतुत्तमो अजत्तरतो समाहितो भगवान बुद्धले आज्ञा गर्नुभएका यी गाथाहरू समाधिमा संलग्न भएका सम्पूर्ण योगी साधक साधिकाहरूको निमित्त अत्यन्त लाभप्रद गाथाहरू हुन्। समाधि जगाउनको निमित्त स्मृतिलाई थापमा राख्नको निमित्त हामीहरूमा रहेका विशेष रूपमा 6 इन्द्रियहरूलाई संयमित पारेर राख्नु, संवर गरेर राख्नु अत्यन्त आवश्यक छ। तिनीहरूलाई संयम गर्न नसकेसम्म विचलित हुने खालको मनको स्थिति स्थिरतामा ल्याउन सकिन्न। त्यसैले भगवान बुद्धले योगी भएका व्यक्तिहरूलाई 6 इन्द्रियहरू संयम गर्न र ती 6 इन्द्रियहरूलाई संयम गर्न सकियो भने दुःखबाट मुक्त हुन सक्ने अवस्थालाई पनि राम्रैसित प्रदर्शन गरिराख्नु भएको छ। प्रारम्भिक रूपमा विपश्यनामा अगाडि बढ्नको लागि सर्वप्रथम हामीहरूले आफ्नो आँखालाई संयमित पार्नु अति नै आवश्यक हुन्छ। आँखालाई संयम गर्न सकिँदैन भने हामीहरूको चित्त चञ्चल भइराख्छ। जहिले पनि यताउता हेर्न मन लागिराखेको हुन्छ। मन थाकमा रहँदैन। जब मन थाकमा छैन त्यो अवस्थामा स्मृति सजग पारेर राख्नु भनेको सजिलो काम हुँदैन। त्यसैले भगवान बुद्धले निर्देशन दिइराख्नु भए अनुसार औखित्त चक्षु भएर हामीहरू बस्नु आवश्यक छ। तल छारेको आँखा भई आँखाको परेलालाई माथि न उठाई हिजो भने जस्तै खाली 4 हात जति मात्र अगाडि हेरेर दायाँ बायाँ कतैतिर पनि आँखालाई नचाहिकन स्मृतिलाई भाविता गर्नुपर्ने जुन मूल विषय वस्तु छ त्यो मूल विषय वस्तु प्रति केन्द्रित राखेर हामीहरूले आफ्नो भावनालाई अगाडि बढाउन सक्नुपर्छ।
विशेष रूपमा संक्रमण ध्यान गर्ने बेलामा यो आँखालाई संयमित पार्न सक्दैन भने विषय वस्तुतिर स्मृति सजग भएर केन्द्रित हुन सक्दैन। बसेर ध्यान गर्ने बेलामा त हामीहरूले आँखा चिम्ली राखेको हुने भएकोले त्यति साह्रो आँखालाई यताउता डगुडाउने काम हुँदैन। तर जब हामीहरू बसेर ध्यान गर्नु अवस्थाबाट उभिन गएका हुन्छौं, संक्रमण गर्न गएका हुन्छौं, त्यो बेलामा चारैतिर हेर्न मन लाग्ने स्वभाव हामीमा हुन्छ। तल माथि दायाँ बायाँ अगाडि पछाडि मैले मात्रै राम्रोसित ध्यान गरिराखेको हो कि अरूले पनि गर्दैछ कि छैन, अरूहरूले कस्तो व्यवहार गरिराखेको छ, त्यो सबै हेर्न मन लाग्ने मन चाहिँ उत्पन्न हुन्छ अनि आँखालाई संयमित पार्न नसक्ने हुन्छ। आँखालाई संयमित पार्न सकिएन भने जब आँखाले केही विषय वस्तुहरू चाहे त्यो सजीव होस् या निर्जीव होस् देखिएको विषय वस्तु आफ्नो मन पर्ने खालको हुन जान्छ भने त्यो बेलामा स्मृति सजग छैन भन्ने बित्तिकै या त लोभ उत्पन्न हुन सक्छ, या त राग उत्पन्न हुन सक्छ, या त तृष्णा उत्पन्न हुन सक्छ। इष्ट आरम्भन हुने बित्तिकै नै विषय वस्तु र आँखा जुट्ने बित्तिकै स्पर्श भन्ने स्वभाव धर्म उत्पन्न हुन्छ। जब आँखा र विषय वस्तुको सम्पर्कद्वारा जान्ने भन्ने विज्ञान उत्पन्न हुन्छ, देखेको छु भन्ने विज्ञान उत्पन्न हुन्छ, त्यो विज्ञान उत्पन्न हुने बित्तिकै स्पर्श उत्पन्न हुन जान्छ। स्पर्श भनेको सम्पर्क हुनु, मन र विषय वस्तु आँखा यो तीनवटाको संगम हुनुलाई स्पर्श हुनु भनेर भनिन्छ। अनि जब इष्ट आरम्भनसित स्पर्श हुन्छ, आफ्नो मन चाहिँ विषय वस्तुसित मन जुड्न जान्छ, त्यो बेलामा फस्स पच्चया वेदना भनेर भगवान बुद्धले प्रतित्य समुत्पादमा देशना गरिराख्नु भए जस्तै एक सेकेन्ड पनि नबिराइकन वेदना उत्पन्न हुन्छ। कस्तो वेदना उत्पन्न हुन्छ त भन्दाखेरि आलम्बन इष्ट भएको कारणले अथवा विषय वस्तु मन लाग्दो चित्तलाई रुचाउने खालको हुने बित्तिकै सुख वेदना भनेर उत्पन्न हुन्छ। अनि जब सुख वेदना आहा क्या राम्रो छ, आहा कतिको सौन्दर्यले भरेको छ, कतिको लुभाउनु पर्ने खालको छ भनेर त्यस किसिमको वेदना उत्पन्न हुने बित्तिकै वेदना पच्चय तन्ना, वेदना उत्पन्न भइसक्ने बित्तिकै नै तृष्णा चाहिँ जागिसकेको हुन्छ। यो त मलाई मन पर्छ, यसले त मलाई खुसी पारिराखेको छ, यो म चाहन्छु इत्यादि किसिमले त्यसमा तृष्णा उत्पन्न हुन्छ। अनि लहरै तन्ना पच्चय उपादान
पहिले पहिले त रुचाउन मात्रै हुन्छ, पछि हुँदा हुँदा त्यसलाई स्मृति सजग पारेर हामीहरूले भाविता गर्न सकिएन भने तन्नापच्चया उपादान हो। तृष्णाको कारणले फेरि उपादान भनेर मजबुतसँग समाउने उपादान उत्पन्न हुन्छ। पूरा आकर्षण त्यसमा जागेर आउँछ। त्यसरी एकपछि अर्को क्लेश धर्महरू उत्पादन हुँदै जान्छ। आँखालाई संवर गर्न नसक्ने बित्तिकै, आँखालाई हामीहरूले बसमा राख्न नसक्ने बित्तिकै आफ्नो आँखामाथि, आँखामाथि भनेको आँखा चिम्लनुलाई भनेको होइन, आँखामाथि स्मृतिले चित्तलाई बन्द गर्न सकिएन, त्यसलाई रोक्न सकिएन, रक्षा गर्न सकिएन भने त्यसरी एकपछि अर्को क्लेश धर्महरू उत्पन्न हुन जान्छन्। र ती क्लेश धर्म उत्पन्न भइरहेको बेलामा हामीहरूमा स्मृति उत्पन्न हुन सक्दैन। किनभने क्लेश उत्पन्न हुनु भनेको नै त्यो अवस्थामा हामीहरूलाई मोहले छोपिराखेको हुन्छ। जब मोहले छोपिराखेको हुन्छ त त्यो अवस्थामा विचार गर्ने क्षमता पनि हुँदैन, बुद्धिलाई प्रयोग गर्ने अवस्था पनि रहँदैन। अनि जब अमोह चित्त उत्पादन हुँदैन भने क्लेशले झन्झन आफ्नो क्षेत्रलाई विस्तार गर्दै लैजान्छ र दृढ हुँदै जान्छ, बलियो हुँदै जान्छ। अनि त्यो बेलामा हामीहरूको मन चाहिँ ठाकमा रहँदैन, चित्त विचलित हुन्छ, स्मृति जागृत हुन सक्दैन। स्मृति छैन भने समाधि कहाँबाट आउँछ? त्यसरी एक क्षणभित्रमै हामीहरूमा क्लेश पनि उत्पादन हुने, स्मृति पनि विहीन भएर जाने, समाधि पनि भंग हुने। त्यति मात्र नभइकन चित्त पनि ठाकमा नरही उद्धत चित्त हामीहरूमा उत्पन्न भएर आउँछ। उद्धत चित्त भनेको त्यो अवस्थामा चित्त चाहिँ एकै ठाउँमा रहँदैन, त्यो चित्त चाहिँ चञ्चल भएर जान्छ। जसरी हामीहरूले खरानी माथि ढुङ्गाले हिर्काउँदाखेरि ती खरानीहरू यत्र तत्र उडेर जाने हो, त्यसरी नै हामीहरूको चित्त चाहिँ समाधियुक्त नभइकन उडेर गइराखेको हुन्छ। यो इष्ट आरम्भन देख्ने बेलामा उत्पन्न हुने ध्यानको विघ्न बाधाहरू हुन्। त्यस्तो नभइकन यदि हामीहरूले देखेको वा हेरिरहेको विषय वस्तु मन पर्दो छैन, मन लाग्दो छैन, आफ्नो चाहना अनुसारको छैन, मन पर्दैन भने तुरन्ती नै हामीहरूको मनमा द्वेष चित्त जाग्छ। रोक्न सक्दैन त्यो बेलामा, तुरन्तै एक सेकेन्ड भित्रमै यी सबै कामहरू भएर जान्छ। अब हामीहरूले स्मृति राखेर उत्पन्न भएको विषय वस्तुलाई त्यही क्षणमा स्मृति सजग पारेर त्यसलाई मनन गर्न सक्दैनौं भने नराम्रो, मन नपर्दो, चाहना नलागेको विषय वस्तुहरू उत्पन्न हुने बित्तिकै नै छिछि भन्ने चित्त तुरन्तै उत्पन्न हुन जान्छ। त्यसले गर्दाखेरि त्यस्तै हो, द्वेष चित्त उत्पन्न भयो भने पनि त्यहाँ वेदना उत्पन्न भयो,
वेदना उत्पन्न हुने बित्तिकै के हुन्छ? वेदना उत्पन्न हुने बित्तिकै नरुचाउने चीज वस्तु उत्पन्न हुने बेलामा पनि तृष्णा उत्पन्न हुन्छ। कसरी उत्पन्न हुन्छ होला हेर्नुस् त। कुनै आफूसँग नमिल्ने शत्रु जस्तो व्यक्ति आफ्नो अगाडि आयो भने द्वेष चित्त त उत्पन्न हुन्छ। त्यसमा कसरी तृष्णा जाग्छ त भन्दाखेरि उसलाई हेर्न त मन लाग्दैन, तर मन मान्दैन। उसले हेरेको छैन भने घरिघरि आँखा उतातिर दगुर्छ। त्यसले के गरिराखेको छ? त्यो के गर्न आएको छ? त्यो त्यस किसिमको विपरीत किसिमको इच्छा जागेर आउँछ त्यहाँ। त्यो किन आएको यहाँ? त्यसरी चाहना त चाहना भयो नि त्यहाँ। द्वेष चित्तले पनि तृष्णा जगाउन सकिन्छ। अनि मन नपराएका पनि मन नपराएको व्यक्तिलाई झन् हेर्ने इच्छा हुन्छ, झन् चित्त आकर्षित हुन्छ त्यसमा। त्यस्तो किसिमले यो मनको जुन चरित्र छ, मनको जुन स्वभाव छ, त्यो स्वभाव बडो विचित्रको हुन्छ। रुचायो भने त स्वतः नै तृष्णा जाग्ने भइहाल्यो। नरुचाएका पनि त्यही नरुचाएको व्यक्तिलाई फेरि फेरि पनि हेर्न मन लागिरहने। त्यस किसिमको चरित्र, त्यस किसिमको स्वभाव हामीहरूको जीवनमा उत्पन्न भइ नै रहन्छ। ध्यान भावनाको क्षेत्रमा झन् त्यसले दुःख दिन्छ, कष्ट पुर्याउँछ। अनि त्यो हुनुन्जेलसम्म नै हामीहरूको मनमा त्यो गए कति राम्रो हुँदो हो, यो त्यो किन यहाँ बस्न आएको, यसले यो के गर्न आएको, त्यस्तो किसिमको विचारले गर्दाखेरि शान्त दान्त रूपमा रहनै दिँदैन। कहिले काहीँ त कस्तोसम्म पनि हुन्छ भने मन त पर्दैन त्यो व्यक्तिलाई हेर्न, तर त्यो चाहना त्यस्तो भइराखेको हुन्छ। ऊ हुनुन्जेलसम्म चाहिँ हेर्न मन नपरे तापनि फेरि फेरि टाउको उतातिर पुर्याएर ऊ कहाँ नै मन चाहिँ गइराखेको हुन्छ। हाम्रो आँखा पनि त्यतितिर हुन्छ, देब्रे आँखाले भए पनि हेरिराख्न मन लाग्छ। त्यस्तो हुन्छ। त्यसरी यो द्वेष चित्त उत्पन्न हुने बेलामा पनि त्यो नचाहने खालको तृष्णा चाहिँ त्यहाँ उत्पन्न भइ नै राखेको हुन्छ। अनि तृष्णाले त्यो उपादान हुन्छ। अनि त्यो हेर्नुद्वारा फेरि त्यो दोषलाई झन् जगाउने, क्रोधलाई झन् जगाउने खालको भएर त्यहाँ बढी से बढी क्रोध उत्पन्न गर्ने विषय वस्तु भएर जान्छ। त्यसैले भगवान बुद्धले ध्यान भावना गर्ने भिक्षुहरूले पूरा उद्योग गरिकन आँखालाई संयम पार्नु नितान्त आवश्यक छ। सबभन्दा दुःख दिने विषय इन्द्रिय के हो त भन्दाखेरि हामीहरूको आँखा असाध्य दुःख दिन्छ। नपत्याए तपाईँहरूले बिस्तारै बिस्तारै अनुभव गर्दै जान सकिन्छ। आँखा उग्रिने बित्तिकै हामीहरूले संयम पार्न सक्दैन। तुरन्तै टाउको हल्लाएर यता हेर्न खोज्छ, उता हेर्न खोज्छ, अरूले के राखेको छ त्यो चिवा चर्चा लिन खोज्छ। संयम गर्छु भनेर पनि त्यो आँखाले हामीहरूलाई चुप लागेर बस्न दिँदैन। त्यस्तो खालको चाहिँ चक्षु भनेको। त्यसैले भगवान बुद्धले के भन्नुभयो भने साँच्चै नै साधक साधिकाहरू सही ढंगले स्मृतिलाई प्रयोग गरेर ध्यानमा दत्त चित्त गरिकन अगाडि बढ्न चाहन्छ भने तिनीहरूले आँखालाई संयम पार्नु आवश्यक छ। अवक्षिप्त चक्षु भनेर हामीहरूको जुन आँखा छ त्यसलाई तल झारेर बन्द त गर्नु पर्दैन, तर त्यो संयम पार्न चाहिँ आवश्यक छ। त्यो संयम पार्नको लागि
हामीहरूमा के चाहिन्छ त भन्दाखेरि उद्योग चाहिन्छ, स्मृति चाहिन्छ, अनि सबभन्दा महत्त्वपूर्ण अंग त श्रद्धा चाहिन्छ। श्रद्धा भएमा मात्रै आफूलाई संयम गर्न सजिलो हुन्छ। श्रद्धा केमा त भन्दाखेरि हामीहरूले गरिराखेको जुन क्रियाकलाप छ त्यो क्रियाकलाप प्रति हामीहरूको मन प्रसन्नतापूर्वक संलग्न भइराखेको हुनुपर्छ। दृढ चित्तले मैले यो काम गरिराखेको छु, यो कामलाई मैले पूरा गर्न नसकुन्जेलसम्म आफ्नो इन्द्रियहरूलाई संयम पारेर मैले यो काम विश्वासपूर्वक आस्थापूर्वक सम्पादन गर्नेछु भन्ने त्यस किसिमको निर्णयात्मक श्रद्धा हामीमा छ भने इन्द्रिय संयम गर्न सजिलो हुन्छ। यो भगवान बुद्धले जुन किसिमको विपश्यना भावनामा हामीहरूलाई सिकाइराख्नु भएको छ त्यो सानोतिनो श्रद्धाले सम्पन्न गर्न सक्दैन। यस किसिमको कामलाई हामीहरूले तत्त्वचित्त राखेर नै यो मैले गरिराखेको क्रियाकलाप साँच्चै नै दुःखबाट मुक्ति दिलाउन सक्ने क्रियाकलाप हो। यदि म दुःखबाट मुक्त हुन चाहन्छु भने त्यस किसिमको सेल्फ कन्फिडेन्स भन्नु पर्यो, अंग्रेजीमा भन्ने हो भने त्यो सेल्फ कन्फिडेन्सलाई अगाडि सारेर मैले यो आँखालाई संयम पार्छु, मैले यो आँखालाई यताउता दगुर्न दिँदैन भन्ने त्यस किसिमको अठोट लिएर त्यो आँखालाई संयम पारिकन विषय वस्तुतिर स्मृतिलाई सजग पार्दै लैजानको लागि हामीहरूले उद्योग गर्दै जानुपर्छ। श्रद्धा चाहिन्छ, उद्योग चाहिन्छ, स्मृति चाहिन्छ, अनि के चाहिन्छ त भन्दाखेरि हामीहरूले सम्प्रजन्य भनेर भगवान बुद्धले शब्द प्रयोग गरिराख्नु भएको छ। जब स्मृति प्रयोग हुन्छ भने त्यो स्मृतिको साथमा प्रज्ञाले युक्त भएको दृढ किसिमको ज्ञान पनि त्यसमा हुनुपर्छ। ज्ञान भनेको यो चिन्तन मनन गर्ने ज्ञान होइन, त्यो अवस्थामा के भइराखेको छ भन्ने विषय वस्तुलाई यथावत जान्नु पर्दछ। त्यो जान्ने क्षमता हामीमा छ भने अनि मन चाहिँ यताउता भौँतारिँदैन, दगुर्दैन। त्यसरी सम्प्रजन्य पनि उत्पन्न हुने गरिकन हामीहरूले श्रद्धा, स्मृति, वीर्य अनि ज्ञान, प्रज्ञा, अनि अर्को चाहिन्छ के त भन्दाखेरि हामीहरूमा अलिकति पनि यो अल्छीपनलाई भित्र घुस्न दिनु हुँदैन। यो अल्छीपन घुस्यो कि हामीहरूको कार्य चाहिँ खुकुलो भएर जान्छ, दृढ हुँदैन, मजबुत हुँदैन। त्यसैले हामीहरूले अश्रद्धालाई पनि भगाएर पठाउनु पर्छ, स्मृति नहुनुलाई पनि भगाई पठाउनु पर्छ, यो अल्छी खालको स्वभावलाई पनि भगाएर पठाउनु पर्छ, अनि बेहोसीपनलाई पनि भगाएर पठाउनु पर्छ, अनि अज्ञानतालाई पनि त्यो अवस्थामा के भइराखेको छ भनेर जान्ने जुन स्वभाव छ त्यो स्वभावलाई छोडेर अर्को किसिमको स्वभाव अथवा मोह घुस्ने किसिमको स्वभाव त्यो अवस्थामा आउन दिनु हुँदैन। यसरी यो 5 प्रकारको गुणधर्महरूलाई हामीहरूले आफ्नो ध्यान भावनामा समावेश गर्न सकियो भने
इन्द्रिय संयम गर्न सजिलो हुन्छ। त्यो इन्द्रिय संयम गर्ने तरिका हो। श्रद्धा चाहिन्छ, स्मृति चाहिन्छ, वीर्य चाहिन्छ, अनि बेहोसीपन नहुनु पर्छ। अनि त्यो अवस्थामा कुन विषय वस्तुलाई कसरी स्मृति राखेर हेरिराखेको छु त्यसको जानकारी चाहिँ त्यही अवस्थामा भइराखेको हुनुपर्छ। यसरी भयो भने अनि चक्षुलाई पनि आँखालाई पनि भगवान बुद्धले भन्नुभए जस्तै संयम पार्न हामीहरूलाई सजिलो हुन्छ। त्यस्तै कानलाई पनि हामीहरूले संयम पार्नुपर्छ। चक्षुना संवरो साधु साधु सोतेन संवरो। हामीहरूको कानलाई पनि संयम पार्नु आवश्यक छ। शब्द सुन्ने बित्तिकै त्यो शब्दलाई हामीहरूले विश्लेषण गरेर हेरिरहनु हुँदैन। कहाँबाट आएको शब्द हो, कस्तो किसिमको शब्द हो, महिलाको शब्द हो कि पुरुषको शब्द हो कि चराचुरुङ्गीहरूको शब्द हो कि भनेर त्यसरी हामीहरूले विभाजन गरिरहनु चाहिँ पटक्कै हुँदैन। शब्द सुन्ने बित्तिकै स्मृति त्यहाँ ठ्याक्क उत्पन्न भएको हुनुपर्छ। सुन्दैछु सुन्दैछु त्यति गर्न सकियो भने त्यहाँ कुनै पनि विज्ञान हो भनेर स्रोत विज्ञान भनेर उत्पन्न त हुन्छ। त्यसबाट स्पर्शसम्म नपुग्ने अवस्था हुन्छ। त्यो स्पर्शसम्म पुगेन भने अनि वेदना पनि उत्पन्न हुँदैन, तृष्णा पनि उत्पन्न हुँदैन, उपादान पनि उत्पन्न हुँदैन। अनि जुन प्रतीत्य समुत्पादका ती विभिन्न प्रकारका अङ्गहरू छन्, एक पछि अर्को, अर्को पछि अर्को, एउटाको कारण भएर अर्को, अर्कोको कारण भएर अर्को, त्यसरी श्रृङ्खलाबद्ध रूपमा जुन चाने चित्तको क्रम छ त्यो उत्पादन हुँदैन। अनि हामीहरूको चित्त चाहिँ निर्मल भइराख्छ। क्लेश उत्पन्न नहुने बित्तिकै चित्त निर्मल भइराख्छ। त्यो चित्त निर्मल छ भने स्मृति त्यहाँ हुन्छ। निर्मल चित्तमा स्मृति भङ्ग भयो भन्ने हुँदैन। चित्त निर्मल छैन, स्वच्छ छैन, चित्त चाहिँ क्लिष्ट छ, मलिन छ भने स्मृति पनि जाग्दैन, समाधि पनि जाग्दैन, प्रज्ञा जाग्नु त परिरहन्छ। त्यसरी यो ध्यान भावनाको क्षेत्रमा हामीहरू यति सजग र सतर्क भएर बस्नुपर्ने हुन्छ। अब भर्खर गर्दाखेरि त त्यहाँसम्म कसरी गर्न सक्ने हो, त्यतिको गर्न सके त भइहाल्छ नि भनेर तपाईहरूले सायद त्यस किसिमले चिन्तन मनन गर्नु हुन्छ होला। त्यो पहिले त त्यस्तै नै हुन्छ, नहुने कुरा होइन। हामीहरूले कसरी त्यहाँसम्म पुग्ने गरिकन ध्यान भावना गर्न सकिएला र भनेर शङ्का उपशङ्का पनि उब्जन सकिन्छ। तर भर्खर भने नि हामीहरूमा श्रद्धा छ, हामीहरूले आफ्नो चित्तलाई सजग पारेर श्रद्धानुरूप स्मृतिलाई प्रयोग गरिराखेका छौं। अल्छीपनलाई भित्र घुसार्न नदिइकन त्यतिकै हामीहरू उद्यमी भएर अनुत्पन्न अकुशललाई उत्पन्न गराउने छैन, उत्पन्न अकुशललाई पनि बढावा दिने छैन भनेर त्यसरी सही वीर्यलाई हामीहरूले प्रयोग गर्न सकियो भने त्यो काम सिद्ध नै हुन्छ। सिद्ध नहुने खालको कुरा हामीहरूले भनिराखेको छैन। त्यसकारण हामीहरूमा त्यतिकै दत्त चित्त र उद्योग चाहिन्छ। त्यो छ भने समाधि जाग्छ। समाधि जाग्यो भने प्रज्ञा जगाउन त्यति मुस्किल हुँदैन, किनभने समाधिकै आधारमा प्रज्ञा उत्पन्न हुने हो। प्रज्ञा हामीहरूले आफै आफ उत्पन्न गराइरहनु पर्दैन। जसरी समाधिलाई आफै आफ उत्पन्न गराइरहनु पर्छ, वीर्यलाई आफै आफ उत्पन्न गराइरहनु पर्छ, स्मृतिलाई आफै आफ उत्पन्न गराइरहनु पर्ने हुन्छ,
श्रद्धालाई आफै आफ उत्पन्न गराइरहनु पर्ने हुन्छ, तर प्रज्ञा होइन। श्रद्धा, वीर्य, स्मृति, समाधि चारै हामीहरूको मानसिक शक्ति सक्षम रूपले काम गरिराखेको छ भने प्रज्ञा आफसे आफ नै उत्पन्न भएर आउँछ। त्यसरी हामीहरूले कानले शब्द सुन्ने बित्तिकै सुन्दैछु भनेर त्यो तुरन्तै स्मृतिलाई अगाडि पठाउनु पर्छ, अगाडि प्रयोगमा ल्याउनै पर्छ। स्मृति छैन भने जम्मै अरू अङ्गहरू पनि भङ्ग हुँदै जान्छ। कानले शब्द सुन्ने बेलामा पनि राम्रो शब्द सुनिराखेको छ, मन पराउने शब्द सुनिराखेको छ भने जसरी यो आँखाले हेर्ने बेलामा, देख्ने बेलामा क्लेशहरू उत्पन्न हुन्छन्, राग द्वेष मोह आदि क्लेशहरू, त्यसरी नै कानको कारणले गर्दाखेरि पनि शब्द सुन्ने बेलामा पनि रुचाउने शब्द छ भने तृष्णा उत्पन्न हुन्छ, नरुचाउने शब्द छ भने द्वेष जाग्छ। अनि तृष्णा उत्पन्न हुनु, द्वेष जाग्नु भनेको नै त्यो अवस्थामा हामीमा अज्ञानताले छाइराखेको छ भनेर बुझ्नु नै पर्छ। जुनसुकै क्लेश उत्पन्न हुनको लागि पनि भित्रैभित्रबाट त्यो अविद्याले काम गरिराखेको हुन्छ, घुसघुसा अविद्या भने है। राग द्वेष चाहिँ प्रकट रूपमा देखा पर्न आउँछ, तर यो मोह भनेको चाहिँ प्रकट रूपमा आउँदैन, त्यो भित्रैभित्रबाट त्यो अरूहरूलाई प्रेरणा दिइरहने खालको जस्तै घचेटिरहने स्वभाव छ मोह। त्यो स्वभाव जुनसुकै क्लेशमा पनि मिसिएको हुन्छ। त्यसकारण अविद्या चाहिँ उत्पन्न भएको हामीहरूले तुरन्त थाहा पाउन सक्दैन, तर तृष्णा र द्वेष उत्पन्न हुने चाहिँ स्पष्ट रूपमा थाहा पाउन सकिन्छ। तृष्णा उत्पन्न हुनुभन्दा पनि द्वेष उत्पन्न हुँदाखेरि अझ बढी स्पष्ट रूपमा हामीहरूले थाहा पाउन सकिन्छ। त्यसैले अब हेर्ने बित्तिकै, देख्ने बित्तिकै देख्दैछु, हेर्दैछु, त्यो भाविता चाहिँ हुनुपर्छ। अनि सुन्ने बित्तिकै सुन्दैछु बस त्यस्तै नै। अब यो कुनै गन्ध आउँदाखेरि पनि सुगन्धित गन्ध आएको छ भने त्यसबाट क्लेश, राग इत्यादि क्लेश उत्पन्न हुन्छ। दुर्गन्धित गन्धहरू आयो भने त्यसबाट द्वेष उत्पन्न हुन्छ। यिनीहरूबाट अलग हुनै सक्दैन हामीहरू। ती क्लेशहरूबाट छुट्टिन नसकुन्जेलसम्म हामीहरूमा कुशल चित्त, कुशल अङ्ग भएका जुन स्मृति, समाधि यिनीहरू चाहिँ उत्पन्न गराउन सजिलो हुँदैन, गाह्रो हुन्छ। त्यसैले निवरण धर्महरूलाई हटाउने प्रयास हामीबाट भइ नै रहनुपर्छ। प्रत्येक क्षणमा, प्रत्येक पलमा, प्रत्येक सेकेन्डमा, प्रत्येक मिनेटमा। अब 1 मिनेट भित्र 60 सेकेन्ड छ भने हामीहरूले कुनै विषय वस्तुलाई स्मृति राखेर हेर्न भनौँ न 1 सेकेन्ड लाग्छ भने 1 सेकेन्ड स्मृति विहीन हुने बित्तिकै नै हामीहरूमा के भयो, 1 सेकेन्ड भित्रमै त्यहाँ क्लेश उत्पन्न भइसक्यो। त्यसलाई हटाउन धेरै नै फेरि कोसिस गरिराख्नु पर्ने हुन्छ। अब 1 मिनेट हामीहरूले आफ्नो विषय वस्तुलाई लगातार स्मृति राखेर हेर्नु भनेको सजिलो छ कि छैन विचार गर्नुहोस् तपाईँ। 1 मिनेट भनेको त केही पनि नभएको समय हो नि। त्यो 1 मिनेट भित्रमा हामीहरूले 60 चोटि स्मृति प्रयोग गर्न सकिएको हुनुपर्छ। 60 सेकेन्ड। अब भनौँ यो फुलेको छ भन्नलाई 1 सेकेन्ड लाग्छ, त्यो हेर्नलाई 1 सेकेन्ड लाग्छ कि लाग्छ? 1 सेकेन्ड पनि लाग्दैन। फुलेको छ भन्ने बित्तिकै त्यो सेकेन्डको फ्रिक्सन भित्र परिसक्यो। अब 1 सेकेन्ड
स्मृति छैन भन्ने बित्तिकै नै हामीहरूमा कति चाँडो कति शीघ्रताले द्रुत गतिले क्लेशहरू उत्पन्न हुन्छ भन्ने कुरा हेर्नुहोस् त। त्यो हो बडो हामीहरूले होसियारी साथ जान्न सक्नुपर्ने। त्यहाँसम्म पुग्नको लागि त्यसकारण दत्त चित्त भएर हामीहरूले ज्ञान भावनामा तल्लीन हुनुपर्छ। स्मृति राख्नु भनेको त्यसलाई भनेको सामान्य रूपमा स्मृति राखेर पुग्दैन विपसना भावना गर्ने बेला। त्यसैले ठूलो वीर्य चाहिन्छ भनेको कारण नै त्यो हो। अनि स्मृतिलाई सजग पार्नको लागि बिना वीर्य सम्भव छैन। हामी चाहिँ त्यति नै उद्योगी रहनु पर्ने हुन्छ। उद्योगी रहनु भनेको के हो त भन्दाखेरि त्यही अब फुल्नु उत्पन्न भयो। त्यो फुल्नु उत्पन्न भएको लाई मात्रै हामीहरूले हेर्न सक्नुपर्ने होइन। फुल्नु उत्पन्न हुँदैछ भने त्यो अवस्थादेखि नै हामीहरूको मन चाहिँ त्यहाँ केन्द्रित भइराख्नु परेको हुन्छ। त्यो बेलामा मात्रै सुरुदेखिको त्यो विषय वस्तुलाई हामीहरूले समाउन सकिने हुन्छ। नत्र भने आधा बितिसकेपछि अथवा अन्तमा पुगिसकेपछि मात्रै फुलेको छ भनेर हामीहरूले भन्न थालेको हुन्छौँ, तर फुलेको चाहिँ त्यो बेलामा रहँदैन। त्यति छिटो चाहिँ त्यो फुलेको उत्पन्न भएर आउँछ, बिलाएर जान्छ। त्यो भित्रमा सुरुदेखि अन्तसम्म त्यो फुलेकोलाई हेर्नको लागि हामी कति सतर्क भएर रहनु पर्ने भयो भन्नुहुन्छ। नत्र भने ग्याप भएर जान्छ। त्यसलाई ग्याप हुन नदिइकन, त्यहाँ खाडो पर्न नदिइकन, छुट्टिन नदिइकन हामीहरूले सुरुदेखि नै सचेत भएर त्यो सचेत बन्नको लागि नै त्यो वीर्य चाहिन्छ। वीर्य नभइकन हामीहरू सचेत हुन सक्दैनौँ। त्यसै जसरी त्यो के अरे बकुला भन्छ कि के भन्छ, त्यो माछा टिप्ने हुन्छ नि, कसरी त्यहाँ ध्यान केन्द्रित गरेर बस्छ हेर नि। माछा पुग्न आउने बित्तिकै उसले ट्याप्प समाउन सकिन्छ। अलिकति उसको ध्यान भङ्ग हुने बित्तिकै मन केन्द्रित छैन भने उसले माछा समाउन सक्दैन। तर त्यसको अभ्यास के छ, त्यहाँ एकदम ध्यानी भएर बसिराखेका हुन्छ। अलिकति हलचल हुने बित्तिकै उसको त्यो टुप्पो चाहिँ त्यहाँ पानीमा घुसिसकेको हुन्छ। हेर्नुहोस्, बकुला त त्यतिको सजग भएर बस्न सकिन्छ भने हामीहरू त मान्छे हौँ। बकुला भन्दा पनि धेरै बुद्धि भएका भन्दाखेरि हामीहरू पनि त्यसरी नै सजग भएर माछा हलचल गर्ने बित्तिकै बकुलाले माछा समाउने जस्तै हामीहरूले त्यहाँ पेटभित्र फुल्ने गतिको हलचल हुने बित्तिकै नै सतर्क भएर ल सुरु भयो। त्यहाँदेखि नै स्मृति राखेर त्यही बेलामा ट्याप्प समाउन सकियो भने अनि त्यो सही ढङ्गले केवल समाधि जगाउन सकेको मानिन्छ। नत्र भने त्यो फुट्किसकेको हुन्छ, बितिसकेको हुन्छ, त्यसलाई समाउन गाह्रो हुन्छ। त्यसरी सतर्क भए त्यो सतर्क हुनको लागि चाहिँ के चाहिन्छ त भन्दाखेरि मनलाई रिल्याक्स गर्न पनि जान्न सक्नुपर्छ। मन छटपटिएको छ, अब त्यसरी ध्यान दिएर हेर्नुपर्छ भन्यो। अब त्यसरी कसरी ध्यान दिएर हेर्ने हो भनेर फेरि बढी भन्दा बढी उ गरिरह्यो भने पनि त्यहाँ ठक्क समाउन सक्दैन। चित्तलाई पुरा टेन्सनमा राखियो भने पनि त्यो बेलामा हामीहरूले त्यो विषय वस्तुलाई समाउन नसकिने हुन्छ। विषय वस्तुलाई समाउनको लागि एकदम सतर्कता छ, तर रिल्याक्सिङ है, रिल्याक्सेसन चाहिन्छ। रिल्याक्सिङ गरेर अब आयो कि मैले समाउँछु भनेर शान्त चित्त पारिकन त्यसलाई समाउन खोज्यो भने त्यहाँ ठ्याक्क मिल्छ, समाउन सकिन्छ।
स्मृतिले सजग भएर हेर्नुपर्छ भन्यो। अब कसरी भनेर दाँत साथी एकदम तन्काएर है शरीरलाई पनि तन्काएर हेर्न खोज्यो भने त तुरन्तै त्यो झन् अपाप सिद्ध हुन जान्छ, काम लाग्दैन। त्यसैले मनलाई शान्त स्वच्छ राख्ने, खुकुलो राख्ने अनि सरल ढङ्गले जुन हामीहरूको मानसिक शक्ति छ त्यसलाई प्रयोग गर्दै जाने, त्यो तरिका पनि हामीहरूले बुझ्दै जानुपर्छ ध्यान गर्दा। अनि त्यसरी सजिलैसित आफ्नै तरिकाले प्रयोगमा ल्याउन सकियो भने समाधि जगाउन चाहिँ सजिलो हुन्छ। त्यसरी सजिलो पार्नको लागि नै प्रत्येक क्षणमा हामीहरूले यो आँखालाई पनि कानलाई पनि अब बसेर ध्यान गर्दाखेरि त धेरै दुःख दिने विषयवस्तु चाहिँ अरू होइन, यो कान हो। कानले धेरै दुःख दिन्छ। शब्द त सुनि नै रहन्छ नि, कानलाई छुनिराखेर पनि हुँदैन कि त कपाटले छुनिराख्नु पर्यो। कान छुनेर राखेर मात्रै हुने हो भने त बधिराहरूले धेरै चारैले उनीहरूले समाधि जगाउन सकिने होला। त्यसो भए मनको स्वभाव चाहिँ अर्कै हुन्छ। त्यसैले यो संयम गर्नु भन्ने जुन शब्द भगवान बुद्धले प्रयोगमा ल्याइराख्नु भएको छ त्यसलाई चाहिँ हामीहरूले बिस्तारै बिस्तारै प्रयोगमा ल्याइकन स्मृति सम्प्रजन्यले युक्त भएर बस्न सकियो भने त्यो संयम गर्न सकिन्छ। अनि जिह्वाय संवरो भनेर भगवान बुद्धले जिब्रोलाई पनि संयम पार्नको लागि भनिराख्नु भएको छ। जिब्रोलाई संयम पार्ने काम चाहिँ विशेष गरेर खाने बेलामा हुनुपर्छ। आज खाने बेलामा विभिन्न प्रकारका रसहरू चाख्दै गरेका हुन्छौं अनि त्यसमा आफूलाई मन पर्ने रस स्वाद लिन पाइयो भने आहा भन्ने स्मृति सजग भएर खानुपर्ने ठाउँमा बेसिक स्मृति भएर हामीहरूले यो त मिठो छ यो त मिठो छ भन्ने खाइराख्ने हुन्छ। त्यसो नभइकन स्वाद आउने बित्तिकै स्वाद लिँदैछु भन्यो अनि यो स्वाद त्यो स्वाद इत्यादि विभाजन नगरिकन हामीहरूले आफ्नो स्मृतिलाई सजग पार्दै लैजानुपर्छ। सबभन्दा मुख्य त संयम गर्नु भनेको नै स्मृतिलाई सही ढङ्गले प्रयोगमा ल्याउनु हो। त्यो ल्याउन सकियो भने जम्मै संयम हुन जान्छ। कायेन संवर साधु भनेको के हो त भन्दाखेरि हामीहरूको शरीरबाट हुने हलचल, शरीरबाट हुने हलचल भन्ने बित्तिकै ध्यान गर्दाखेरि त हामीहरूले शरीरलाई शान्त पारिकन नचलाइकन बस्नुपर्ने हुन्छ। चलाउनु पर्यो भने पनि आफूले के गर्न खोजेको हो त्यो विषयवस्तु प्रति सर्वप्रथम यो जुन हलचल गर्न चाहेको मनदेखि सुरु गरेर अब खुट्टा चलाउन मन लाग्यो कि हात चलाउन मन लाग्यो कि शरीर चलाउन मन लाग्यो कि टाउको चलाउन मन लाग्यो कि के गर्न मन लागेको हो त्योदेखि इन्टेन्सनबाट सुरु गरेर हामीहरूले त्यो चलाउनु पर्यो भने पनि सजग भएर चलाउने गर्यो भने त्यसमा काय संवर चाहिँ रहन्छ। त्यस्तो नभइकन अघि पछि जस्तै साटको साट हात चलाउने, साटको साट खुट्टा चलाउने, शरीरलाई पनि यता ढल्काउने उता ढल्काउने, कहिले तन्क्याउने कहिले खुम्च्याउने गरिरह्यो भने स्मृति छैन भने त्यो काय असंवर मानिन्छ। काय संयममा संवर गर्नु भनेको स्मृतिले सजग भएर सुरुदेखि नै इन्टेन्सनदेखि नै त्यसलाई हामीहरूले चलाउन सकियो भने त्यसमा काय असंवर हुँदैन, काय संवर हुन्छ। अनि त्यस्तै त्यो वचन संवरलाई पनि हामीहरूले कायम राख्नुपर्छ। त्यसैले नै वचन संयम राख्नको लागि भनेर आज्ञ मौन चाहिन्छ भनेर तपाईहरुलाई आज्ञ मनमा बस्नको लागि पनि निर्देशन दिइराखेको हो। आज्ञ मौन भनेको आफू क्रियाशील छ तर वचन चाहिँ हामीहरूले प्रयोग गरेका हुँदैनौं।
कुराकानी गर्ने काम चाहिँ गरेका हुँदैन। कुराकानी नगरिकन आफ्नो काममा संलग्न रहिरहन सक्यो भने त्यसलाई वाचाय संवरो वचनलाई संयम गर्नु भनेको मानिन्छ। मनसा संवरो साधु मनबाट संयम गर्नु भनेको त हामीहरूले ध्यान भावना गरिरहँदाखेरि घरका कामकाजहरू गृहस्थी सम्बन्धी क्रियाकलापहरू ती क्रियाकलापहरूलाई स्मरण गरिरहनु त्यसबाट मन असंयम हुन्छ। त्यसरी स्मरण गर्न म यो 10 दिनको लागि यहाँ ध्यान शिविरमा आएर ध्यानमा बस्दैछु, मैले कुनै पनि घर गृहस्थी सम्बन्धी विषय वस्तुहरूको चिन्तन मनन गर्ने छैन, कल्पना गर्ने छैन, तर्कना गर्ने छैन भनेर त्यसरी मनलाई सजग पारेर राखिसक्नुभयो भने मनसा संवरो साधु भनिन्छ। त्यसरी 6वटै इन्द्रियहरूलाई हामीहरूले संयम गरेर राख्न सकियो भने सबद्ध संवरो साधु सबै इन्द्रियहरूमाथि हामीहरूले संयम गर्न सकिएको छ भन्न लायक हुन जान्छ। अनि त्यसरी संयम गर्न सकियो भने के हुन्छ त भन्दाखेरि सबद्ध संवतो भिखु सबै इन्द्रियहरूमा संयम गर्न सक्ने बसमा राख्न सक्ने व्यक्तिहरू योगीहरू सब दुःखापमुञ्चति सम्पूर्ण सांसारिक भाव दुःखबाट मुक्त भएको अवस्थामा पुग्न सकिन्छ अथवा उनीहरूले निर्वाण साक्षात्कार गर्न सकिन्छ भनेर भगवान बुद्धले धम्मपदमा स्पष्ट रूपमा यी निर्देशनहरू दिइराखेका छन्। प्रारम्भिकदेखि नै यी विषयहरूलाई हामीहरूले संयम गर्दै जानुपर्ने भएकोले आजको उपदेशमा तपाईहरूलाई यो 6 इन्द्रियहरू संयम गर्नुपर्छ, कसरी गर्नुपर्छ, के चाहिन्छ भन्ने कुरा भर्खर उपदेशको रूपमा दिइसके। त्यसलाई तपाईहरूले राम्रोसित मनन गर्नुहोस् र त्यही अनुसार प्रयोगमा ल्याउन प्रयास गर्नुहोस्। त्यसरी ल्याउन सकियो भने चाँडै नै हामीहरूले स्मृति समाधिलाई सजग पारेर जुन बुझ्नुपर्ने यथार्थ स्वभाव हो विपස්සनाको, अनित्य लक्षणलाई बुझ्नुपर्ने, दुःख लक्षणलाई बुझ्नुपर्ने, अनात्म लक्षणलाई बुझ्नुपर्ने, त्यो त्रिलक्षणलाई बुझ्न सक्ने अवस्थामा हामी पुग्नेछौँ। त्यसरी अभ्यास गर्दै जानुहोस् र सफलता पनि प्राप्त गरी दुःखबाट मुक्ति कसरी पाउन सकिन्छ भन्ने जुन ज्ञान छ त्यसलाई अनुभूतिले सम्पन्न गर्न सकुन् भन्ने शुभाशिषका साथ आजको यो प्रवचन यही टुङ्ग्याउँछु। पुण्यानुमोदन गरौँ। इदानो ज्ञातिनां होतु सुखिता होन्तु ज्ञातयो। इदानो ज्ञातिनां होतु सुखिता होन्तु ज्ञातयो। इदानो ज्ञातिनां होतु सुखिता होन्तु ज्ञातयो। एतावता च अम्देहि सम्पदां पुण्य सम्पदां सर्वे देवा अनुमोदन्तु सर्व सम्पत्ति सिद्धिया। एतावता च अम्देहि सम्पदां पुण्य सम्पदां सर्वे सत्ता अनुमोदन्तु सर्व सम्पत्ति सिद्धिया।
संवेदना चुनो संवेदना चुनो शरीर जिया चंद्रों को अनुभूति का उचिता स्वया चुनो वो व्यंगो स्मृति प्रस्थान वेदनानुपसना स्मृति यथा संवेदना चुनो अथवा व्यंगोले स्मृति प्रस्थान प्रयोग यंगा चंद्रनि मार्ग छौली जगम अजिया ठोकजेता ठाकुर चुनी उगा योगी पिंता छुछुजिया चुनो वटक्को स्वयावनि मानी था औज्ञा संवेदना रहेगा शरीर हम जब छुछु हलचल जिया चंद्रों का वो जगह स्वयांगान अथवा जाए दक्कोया का खूब इंद्रियां छुछुजिया वाला वना स्वयं तुरंती है अल्लाह में दक्को छुछु जाइना जंजना वना स्वयं न संदया तो न स्वयं तो सतना तो न स्वयं जो सज्जिया तो न स्वयं तर्कनया से तर्कनय न स्वयं चिंतनया से चिंतनय न स्वयं तो छवो जगत चाहे के मुआर है मरुन क्या दक्कोया चाहेगा वना जंजने होगा छुछुया ना वो फुकया चाहेगा वना जंजने अब ऐसा का वने फूसा स्मृति लगातार यंगा जन फूसा भावना यत्न जागृत जिया हुई अच्छे मुक्ता खाली फुले जो सुखिया जो क्या कला नेवता मचा कला अच्छे ना छोड़ा वो चाहे क्यों हुई स्मृतियों को एक नासा वना तो निमा घटी का वो टूटे चल रहा है समाधि सदन जी